सभामुख महोदय, स्पष्टीकरणको नौटङ्की विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विभिन्न बहानामा स्पष्टीकरणको नौटङ्की रचेर आफ्नो गलत करतुतलाई छोप्ने दुष्प्रयत्न समेत सँगसँगै गरिराखेको छ। विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्ती, बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पुरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाहरूको हातमा सुम्पने, यिनै र यस्तै उद्देश्यहरूमा आधारित छ भन्ने कुरा आम जनताले राम्रोसँग चाहिँ बुझेको छ र आम जनता यो विषयमा स्पष्ट पनि छ। कहिलेकाहीँ लाग्छ सबैले आज एउटा प्रश्न गरिराखेका छन्, 4 महिनापछि स्वत अवकाश प्राप्त गर्ने एकजना राष्ट्र सेवकमाथि यो हदको मानमर्दन सरकारले किन गर्यो? मान्छेले यो खोजिरहेको छ र सोचिरहेको छ। सायद सरकारलाई 4 महिना पर्खने धैर्यता छैन। सरकार आफ्नो औचित्य गुमाउँदै गइरहेको छ। जुन प्रयोजनको लागि सरकार बनेको दाबी गर्दै आइराखेको थियो, ती सबै औचित्यहरू नाकाम साबित हुँदै गइराखेका छन् र औचित्य साबित गर्न सकिरहेको छैन। सायद 4 महिना पनि टिक्न सकिन्छ भन्ने आत्मविश्वास गुमाएको कारणले होला 4 महिना अगावै सरकार विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुग्दछ। यहाँ गजबको कुरा सुनिरहेको छ। हुनुपर्ने थियो एउटा कुशल व्यवस्थापकलाई पुरस्कृत गर्ने, राम्रो काम गर्नेहरू पुरस्कृत हुन्छन् भन्ने एउटा सन्देश प्रवाह गर्नुपर्ने, सबै राष्ट्र सेवकहरूको मनोबल उच्च बनाउनु पर्ने र राष्ट्र निर्माणमा सबैलाई लाग्न उत्प्रेरित गर्नुपर्ने कुरा यसो थियो। तर सरकार उल्टै बाटो हिँडिराखेको छ। म केही दृष्टान्त राख्न चाहन्छु सभामुख महोदय। नेपालमा लोड सेडिङको अन्त 2072-73 पछि भयो। यहाँ भन्ने गरिएको छ लोड सेडिङको अन्त, सरकारका मन्त्रीले हाकाहाकी पनि रहनु भएको छ। लोड सेडिङको अन्त अमुक राष्ट्रको कारणले भयो, मित्र राष्ट्रको कारणले भयो। तथ्यहरूले भनिराखेका छन् 2072-73 सम्म भारतबाट आयात गर्ने बिजुली 34% हिस्सा थियो नेपालमा। तर कुलमान घिसिङलाई प्रबन्ध निर्देशक बनाएर ल्याएको अर्को वर्षमा हेर्दा केवल त्यो प्रतिशत 35 मात्र पुगेको छ। 34बाट 35% मात्र भएको छ। कुलमान घिसिङ नियुक्ति भएको 45 दिनभित्रमा काठमाडौँ र पोखरा लोड सेडिङ मुक्त भएको छ। सभामुख महोदय, अब यो कुरा दिनको घाम जत्तिकै छर्लङ्ग हुँदै अनि लोड सेडिङको अन्त भारतको कारणले भएको हो, मित्र राष्ट्रको कारणले भएको हो, अरू कारणले भएको हो, यसो भनिरहनुको अर्थ के हो?